नमस्कार साथीहरू। आज फेरि म दाई साङ्खा देनुवा वा मेमो सुरु सिउ खान ओ चुकेत्ते बानी गरौँ भन्दै अब देनुवागा कित्ता तो कि मेमो सित्ते ओइते नि खाक्कु जिच्चु नि चुतायो भनेको चाहिँ तपाईँले अनिवार्य फोन आइसकेपछि क्लाइन्टको चाहिँ अनिवार्य रूपमा साथ त्यो फोनलाई चाहिँ एकदम रूपमा मेमो गरेर सही रूपमा कसरी गर्ने भन्ने कुरा चाहिँ आजको च्याप्टरमा हामी पढ्छौँ। जस्तै यहाँ अब एबाट क्लाइन्टबाट फोन आएछ सामाबाट सातो बुच्चो वा इरासिमास का भने त्यसपछि अब बीले के भनेको छ मोसिवाके गोजाइमासेन तादैमा गाई सिच्चु देश भने। अब यसमा तपाईँले सेकियो हाजु सित्ते ओरिमास पनि भन्न सक्नुहुन्छ होइन। अब फेरि यसले भन्यो देवा मोदोरी सिदाई देनवाओ इतादाकी ताई देश भने फर्केपछि के गर्न चाहन्छ त त्यताबाट फोन चाहन्छ भनेको छ। त्यसपछि फेरि कम्पनीको मान्छेले भन्यो हाई खासकुमारी मास्ता ओ नामाए तो देनवा बाङ्गो ओ ओनेगाई सिमास के खाइसान हो किन सित्ता दे गोजाइमास देनवा बाङ्गो वा मारु 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 नो मारु 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 नो मारु मारु देश आरिगात गोजाइमास खाना राजु चुताइते ओकिमास। अब उसले फोन चाहिँ कोबाट आएको थियो भने हजुरले थाहा पाइसक्नुभयो। म भन्छु अनिवार्य भनेर चाहिँ चुताइमास गर्नेको छ। त्यति भनेर मात्रै भएन, उसले भनेका कुराहरू लेख्नुपर्ने हुन्छ। त्यहाँ चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ च्याप्टरमा दारे खारा देनोगा कित्ता खा कोबाट फोन आएको थियो यौकेन ओ मेमो सुरु। यौकेन भनेको विषयवस्तु के थियो देनुवा बाङ्गो ओ खाको देनुवा बाङ्गो लेख्ने सुगुनी देनगन ओ सुरु अनि त्यस पछाडि के गर्ने त्यो लेखिएको मेमोलाई चाहिँ म्यासेज गर्ने अथवा जुन ठाउँमा दिनुपर्ने त्यहाँसम्म पुर्याउने। अब मेमोनो नायोमा अब के लेखेको छ त भन्दा गो गाचो जिउनी निची जिउजी जिउको फोनमा चाहिँ यो फोन आएको थियो के खाइस्यो। त्यस पछाडि तपाईँले चाहिँ सबै विषयवस्तुहरू मेमो सित्ते गरेर चाहिँ तान्तौनी सुगु चुतायो के गर्नु पर्यो त तान्तौलाई चाहिँ त्यो कुरा जानकारी गराउनु पर्यो। अब हामीले यति पढिसकेपछि के बुझ्छौँ भन्दाखेरि कुनै पनि बिजनेस फोनमा चाहिँ फोन आइसकेपछि त्यो कुरालाई चाहिँ अनिवार्य मेमो गर्नुपर्छ भन्ने हुन्छ। मेमो गरेन भने चाहिँ काम लाग्दैन। त्यही भएर यहाँ तल तपाईँले रेन्स्युमा प्रश्नहरू पनि देख्नुहुन्छ होइन। बुच्चु वा इमा दोको देशका भने बुच्चु चाहिँ अहिले कहाँ हुनुहुन्छ। अब यसको एन्सर के हुनसक्छ त अब होइन। तपाईँलाई माथि मैले दुईवटा सिकाएको छु। त्यस्तै दारे खारे देनुवागा आरिमा सीताका कोबाट चाहिँ फोन आएको थियो होइन हाम्रो तोरी किसाकीको। त्यसपछि अब यो नानी हो मेमो सिमासका के चाहिँ मेमो गर्ने भनेर चाहिँ क्वेसन गरिरहेको छ। यसरी नै क्वेसन आउँछ तपाईँलाई इक्जाममा चाहिँ होइन। त्यसपछि अब हामीले यति पढिसकेपछि के हो त भन्दाखेरि देनुवा फोन आइसके पछाडि मेमो गर्ने बानी चाहिँ प्रयोग गर्नुपर्छ भन्ने कुराको विषयवस्तु हो भने यसमा अब हामीले हेर्न सक्छौँ। जस्तै वर्डहरू चाहिँ सौसौ माची कुदासाई माची केही क्षण पर्खिनु होला ओरी खाएसी देनुवा हो इतासिमास भनेको छ। यहाँबाट चाहिँ फेरि तपाईँलाई कल